र सम्पूर्णमा नमस्कार भन्न चाहन्छु र म ज्योति थुलुङ र विशेष तपाईहरु समक्ष आज म किन फेरि आए भन्दाखेरि चाहिँ जो तपाईहरुलाई समक्ष म अहिले यहाँ जुन दृश्य देखाउन गइरहेको छु यो 17 नम्बर वार्ड है जो एउटा मुर्दाहाटी भनौँ न है मुर्दाहाटी जाने रोड यहाँ तपाईको धेरैवटा भनौँ न मुर्दाहाटी यहाँ सिस्टर निवेदिता मंगलपुरी भक्तिबस्ती सम्म हामी आरिस च्याबारी र सँगसँगै आज यो बाटो तपाईको हाम्रो जुन चाहिँ जिटी चिफको एउटा ड्रिम प्रोजेक्ट भनौँ न जो बिजनबारीसम्म पुग्ने एउटा उहाँको ड्रिम प्रोजेक्ट यहाँ बनिरहेको छ है जो र आज चाहिँ तपाईहरुलाई म के कुरा गर्नु लागिरहेको छु भन्दाखेरि जो म आज बिहान बिहानै यो वाला आएको यहाँ हेर्नुस् न यहाँ गु बगेर नाली बिचल्ली भइरहेको छ यो धेरै दिनको समस्या हो आजको समस्या हैन है यहाँ तपाईको यो भत्केको म्युनिसिपालिटीको यो भत्केको गाडीहरु तपाईको यहाँनिर राम्रो बाटोमा चाहिँ यसरी गाडी राखिदिएको छ र फेरि यहाँ मात्रै टर्निङमा राखिदिएको छ अनि हामी चाहिँ यसरी गुहे खोलाबाट हिँड्नु परिरहेको छ यहाँ नानीहरुलाई धेरै असुविधा भइरहेको छ मान्छेलाई क्रस हुनु पनि धेरै असुविधा हुन्छ म पनि अहिले बाइकमा झन्डै चिप्लिए झन्डै त्यो उसमा तपाईको ठोकेर झन्डै यो गुहे नालीमा हो न गुहे नाली सडकपट्टि झन्डै म र एउटा मेरो मिसेस त्यहाँनिर एउटा लड्न पुग्यौँ तर यहाँनिर तपाईले देख्नु सक्नुहुन्छ यहाँनिर हेर्नुहोस् यहाँ त गाडीहरू आइरहेको छ गाडी आउजाउ गरिरहेको छ मान्छेहरू यसरी हाम फाल्दै तपाईको आफ्नो ज्यान जोगाउनलाई तपाईको साइड लाग्नु परिरहेको छ र आज म्युनिसिपालिटी किन मौन छ र आज म्युनिसिपालिटीले आज यो कार्यलाई किन नजरअन्दाज गरिरहेको छ सँगसँगै हाम्रो जुन चाहिँ यहाँ जनसाधारण मान्छेहरू को उनीहरूको मुखमा किन बुच्चो लागेको छ हैन तपाईहरुले खाली घरमा बसेर साथीभाइसँग बस्दाखेरि बाटोमा तपाईको यो भनेर त्यो भन्नु मात्रै ठुलो कुरा होइन हैन र तपाईले जुन समस्या भोग्नु परिरहेको छ किनभने म त जनसाधारणको हिसाबले साधारण जनताको हिसाबले मैले जो बाटो हिँड्छु हैन यो मैले पाउनु पर्छ यो मेरो अधिकार हो त्यस्तै तपाईहरुको पनि अधिकार छ र तपाईले पनि यो सम्बन्धित विभागमा गएर यो विषयमा लिएर तपाईले सोच चिन्तन मनन गर्ने एउटा तपाईको पनि एउटा जिम्मेवारी बन्छ है र तपाईहरुले यो सबैलाई मैले एकदम यो फोटो भिडियो मार्फत तपाईलाई देखाइसकेको छु र अब यहाँ कति साह्रो असुविधा छ भनेर र हाम्रो जनसाधारण ले एकदमै राम्रोसँगले यो बाटोबाट हिँड्नु सक्नुपर्छ पाउनुपर्छ भन्ने मेरो एउटा सोच है त्यो त यो म कसैलाई यो सम्बन्धी कसैलाई निचा उचा देखाउने मेरो सोच होइन म जनसाधारणको हिसाबले मैले त्यो जुन चाहिँ यहाँनिर हाम्रो मान्छेले भोगिरहेको जो मैले भोगिरहेको कुराहरू छ यो चाहिँ एकदमै क्लियर हुनुपर्छ र हाम्रो मान्छेहरू सजिलोसँग हिँड्नु सक्नुपर्छ भन्ने मेरो एउटा सोच हो र फेरि पनि हाम्रो म म्युनिसिपालिटीले म रिक्वेस्ट गर्न चाहन्छु तपाईहरुले कृपया यो जो गुहे खोला बगिरहेको छ है हाम्रो मान्छेहरू तपाईको यहाँनिर ले धेरै दुःख पाइरहेको छ यसमा तपाईहरुले नजरअन्दाज नगरिकन यसलाई हाम्रो जनहितको निम्ति चाँडोभन्दा चाँडो यो पहल गरेर हाम्रो जनतालाई सुविधा दिनुहुन्छ भन्ने म पूर्ण आशा साँच्दछु। धन्यवाद।